Okay, boss. What's your name? Mohiuddin? Yes. Mohiuddin? Yes. अरे दाजु मोहिउद्दिन नाम मोहिउद्दिन His name Muhyiddin? My friend name is Mohiuddin. अरे उद्दिन भाइ थ्याङ्क यू सो मच नाइस टु मिटिङ यु अनि ल गाइज आज अब हामी चाहिँ होटलमा आइसकेर सबै विश्राम गरिसकेर लुगासुगा चेन्ज गरेर टाकाटुका पारेर अब हेर्नुहोस् हामी बाहिर समरकाण्डमा चाहिँ कता कता घुम्छौँ के खान्छौँ तपाईँले चाहिँ हेरि नै हाल्नुहुन्छ समरकाण्ड सेकेन्ड एपिसोडमा यो त पुरै मलाई चाहिँ कता 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 आए जस्तो होइन यो गल्ली के पुरै रिलेट भएको जस्तो नेपालतिरकै कुनै ठाउँतिरको हो जस्तो त्यो काठमाडौँतिर नि अलि डाँडा काँडामा भर्खर प्लानिङ गरेर बनाएको ठाउँ हुन्छ नि त्यस्तै त्यस्तै यो सानै पानी बगाउने कुलो सुलो घर सफा गर्दा गर्दा होइन यी माटोकै गाह्रो रहेछ होइन ब्लक इँटामा माटोकै गाह्रो टाइपको ल हामी अब रेस्टुरेन्ट खोज्न निस्किँदैछौँ त्यो चिरपटे दाउरा चाहिँ टिनको तातो नआओस् भनेर नि होला यो हेर्दाखेरि यस्तो छ अनि भित्र पुगेपछि चाहिँ होटल हुँदो रहेछ जस्तै यो पनि होटल हो अघिको हाम्रो पनि त्यो बाहिरबाट चाहिँ केही जस्तो छैन तर भित्र पुग्दा चाहिँ त्यस्तो बनाएर टक्क होटल रुम पनि सही नै हो अघिल्लो भिडियोमा तपाईँले हेर्नुभयो होला होइन यो चाहिँ यस्तो हुन्छ बाहिरबाट यो गेट होइन हाम्रो होटलको नि यस्तै जो छ गाइज होइन भित्र चाहिँ फेरि ठुलै अब होटल सोटल जस्तो अथवा स्कुल हुनसक्छ जे नि हुनसक्छ किनभने यहाँनिर विद्यार्थीहरू पनि छन् हामी चाहिँ कस्तो ठाउँमा आइपुग्यौँ भन्दाखेरि त्यो समरकाण्डको चाहिँ यो एरिया चाहिँ घुम्नै पर्छ अथवा काठमाडौँ गएर बसन्तपुर घुम्नै पर्छ भने जस्तो एरियामा टक्रक्क आइपुग्यौँ होइन ऊ त्यो गुम्बा जस्तो होइन त्यो यहाँको त्यो नेटमा पनि सर्च गरिरहेको थियो हामी त्यो नामले चाहिँ अब त्यहाँ के सर्च गर्दा के भइएको थियो नामले चाहिँ ऊ गर्न सकेन त्यो ई बस जस्तो के घुमाउनलाई केही होला होइन ल यो चाहिँ सही लाग्यो यो नेटमा सर्च गर्दाखेरि नामले थाहा भएन तर यहाँको गुम्बा सुम्बा जस्तो अब काठमाडौँ गएपछि बसन्तपुर घुम्नुपर्छ भने जस्तो उज्बेकिस्तानको समरकाण्ड आएपछि यो घुम्नुपर्छ भने जस्तो भोक लागिरहेछ खास हिँडेको खाना तर एक्सप्लोर गर्दै जाऊँ के देखिन्छ होइन बवाल आर्ट ग्यालरी भनेर लेखेको छ यो आर्ट ग्यालरी हो त्यहाँ होइन यसलाई अझै मजाले एक्सप्लोर गर्नुपर्छ अहिले चाहिँ हामी हाम्रो भेट्नु भएको इन्डियाको सरले चाहिँ हामीलाई खाने ठाउँमा चाहिँ यस्तो यहाँनिर यो रेस्टुरेन्ट छ त्यहाँ जा भनेर लिएर हिँडे जस्तो लाग्छ त्यही भएर हामी त्यतै पहिला जान्छौँ है त यो ठाउँलाई चाहिँ राम्रो तरिकाले एक्सप्लोर गर्नुपर्छ त्यहीँ पुगेर अनि दामी दामी फोटो भिडियो खिच्नुपर्छ र यो के रहेछ भन्ने कुरा पनि बुझेर तपाईँहरूलाई मैले सकेसम्म के रहेछ भन्ने कुरा जानकारी गराउँछु तर यो यहाँको कलात्मक र मस्जिद जस्तै देखिन्छ हेर्दाखेरि चाहिँ भित्र नो अफिस अथवा पुरानो केही अथवा केही भन्ने छ भने त्यो बुझेर भनिन्छ अहिले चाहिँ हामी बाटोमा पर्दाको के कुराहरू छ त्यही तपाईँलाई देखाइरहेको छु हेर्नुहोस् हाम्रो उज्बेकिस्तान यहाँ छ यहाँबाट यो म्याप हेर्दाखेरि मलाई यो म्यापको बारेमा अलिक बढी आइडिया छ किनभने मैले नेपाली के अरे हाम्रो सोसियलमा पनि नेपालको नक्सा चाहिँ राम्रै बनाउँथेँ यो दुबई यहाँ हुनपर्ने दुबई यहाँ भएपछि ओमन होइन एमन अनि साउदी अरेबिया चाहिँ यो एरियामा हो गाइज तर यो चाहिँ इन्डिया हो होइन यो चाहिँ इन्डिया हो होइन यहाँ मलेसिया सिङ्गापुर पर्छ यो अस्ट्रेलिया भयो होइन तर चाहिँ किङडम अफ साउदी अरेबिया यहाँ लेखाएको छ बहराइन यहाँ लेखाएको छ जबकि यो इन्डिया हो यहाँनिर नेपाल पर्छ यो पाकिस्तान पर्छ यो इरान पर्छ होइन अलिकति लेखाइमा तलमाथि भएको छ तर सही तरिकाले बुझौँ होइन 2 लाख खै देखाउँदा बहुत अच्छा है गाइज नोट बहुत अच्छा 2 लाखको नोट यार 2 लाखको नोट छ होइन अब आज दाइले भाउजूलाई 12 लाख रुपियाँ दिएर सपिङ गर भनेर पठाउनुहुन्छ आमा 2 लाखको नोट 5 लाखको नोट खतरा मैले यहाँको रनिङ रजिस्ट्रेसन गर्दाखेरि 1.5 लाख रुपियाँ हालेर रजिस्ट्रेसन गरेको यो 2000 को नोट नेपाली 5 रुपियाँ ल दामी ग्रिनरी होइन अनि त्यो अघि नैको त्यो मस्जिद जस्तोमा चाहिँ हामी जान्छौँ कहिले जान्छौँ कतिखेर जान्छौँ भिडियो हेर्दै गर्नु यतिखेरै जान्छु भनेर भन्न सक्दिनँ म तर हामी चाहिँ भनिहाल्यो नि बाटोमा भएको कुराहरू चाहिँ एक्सप्लोर गर्दै हिँडिरहेछौँ अनि यो चाहिँ बवाल ठाउँ है यो चाहिँ सल्लोको रुख है ल हामी खाना खाने ठाउँमा आइयो होइन त्यो पुरै यहाँ मैले मोमो नि देखेँ गाडी तर यो मोमोको चटनी चाहिँ सेतो छ दहीसँग खाने हो कि के हो होइन
तल पुरै उसमा छ जाम है त के रहेछ हामी खाजा खाने ठाउँमा आइपुग्यौँ आउनु चाहिँ सिँढीमा बसेर चाहिँ हिँड्नु पऱ्यो त्यस पछाडि कता पुगिन्छ भन्ने कुरो चाहिँ रमाइलो लगाइछ हाम्रो रुम त यस्तो पो आयो त बवाल होइन रुम पनि टक्क लाएर फुलसुल राखेर उता कठपुतलीहरू टक्क लाएर यस्तो यस्तो बनाएको माथि डेकोरेसन रुमको ब्यागहरू राखेर चाहिँ त्यो सजाउनलाई राखेको होला ए त्यो होटलको हामीले त्यो सिरानी हेर्दाखेरि सिरानीको कभर यस्तो थियो क्या त्यो कुसनको कभर तर अहिले चाहिँ त्यहाँ छैन यस्तो अर्कै चेन्ज गरेर रहेछ ल अब दाइलाई पर्खिने के रहेछ हेरौँ अब खानेकुरा मलाई के भन्दो रहेछ यहाँ प्याज मात्रै काटेर नि ल्याउँदो रहेछ नि के हो त्यो होइन प्याज मात्रै काटेर नि ल्याउँदो रहेछ यो प्याज मात्रै खाना त 1 किलो प्याज ल्याएर घरमा काटेर उज्बेक पैसा कति 12 1 10 100 1000 12,000 रहेछ यो प्याजको सलाद चाहिँ 3,000 रहेछ गाइस 3,000 यो प्याजको सलाद 3,000 निम्बुको सलाद 5,000 15,000 यो ओलिभ सोलिभ हालेको सलाद 15,000 अर्को यो काँक्रा साक्रा जस्तो चाहिँ यो धनियाँको 5-7लाई चाहिँ 12,000 रहेछ लगाइछ लाखमा कुरो हुन्छ भने जस्तो पो रहेछ यहाँ त ल हामीले के मगायौँ रे दाजु ओस पुलाउ अनि चाय ब्रेड त्यो पुलाउ मगाएपछि त्यसमा ब्रेड सबै कम्प्लिमेन्ट्री जस्तो सलाद चिया चाहिँ जति थपे नि हुने रे हैन अनि ब्रेड आउँछ औस भेज घोस्ट ओके भेज घोस्ट यो त ग्रिन टी जस्तो चिया रहेछ जति थपे नि हुने होइन त्यही भएर जति थप्दा नि हुन्छ यो चिसो ठाउँ अनि त्यही भएर नि दिने होला क्या जति थप्नु नि पाइयो चिया चाहिँ ग्रिन टी जस्तो रहेछ अनि यो ब्रेड दियो अनि त्यसपछि टक्क चिया आयो त्यो समय कान छैन यो चियाको ग्लासको होइन चियाको ग्लासको कान छैन अब यो पनि रहेछ ग्रिन टी नै रहेछ काठमाडौँ हामीले डबगा हालिन्थ्यो यो चाहिँ ग्रिन टी नै रहेछ गुलियो छैन अनि सलाद छ तिनैजनालाई फरक फरक ब्रेड दिएछ यो चियासँग ब्रेड खानेले बाँकी हाम्रो पुलाउ आउँदैछ होइन यो खोइ ग्रिन मुला जस्तै लाग्यो मलाई नि मुला स्वाद त मुलै छ यो यहाँको मुला होला मुलै हो यहाँ हेर्नु न मुलै हो यो ठुलो खालको हरियो प्लिज ब्रिङ एनदर डोन्ट पुट एग ओके ब्रिङ एनदर किप इट दिस एन्ड डोन्ट पुट एग ओके ओके यस्तो छ पारा यो एक पनि अब कुखुरा चाहिँ साह्रै पातलो भएछ कि तर त्यो एक टिपेर तिमीले मलाई हाल्दै भयो त नि ए ओस पुलाउ लाइक भेज पुलाउ भन्दो रहेछ उज्बेकमा खाना खाइयो होइन नास्ता गरियो अब चाहिँ हामी यहाँबाट टक्क लाएर बिल पेमेन्ट गरेर निस्किन्छौँ होइन यहाँ कफी सफी के छ क्यापेचिनोहरू कोकहरू टक्क लाएर अब गएर बिल तिर्छौँ हाम्रो खानाको बिल आएको छ 1,05,600 रुपियाँ हाम्रो खानाको बिल आएको छ गाइस 1 लाखको खाना खाइयो थ्याङ्क यू सो मच बस थ्याङ्क यू सो मच ल थ्याङ्क यू सो मच बस थ्याङ्क यू सो मच ल अब हामी गयौँ हाम्रो खानाको कार्यक्रम सकियो पेट पूजा गरियो उज्बेकिस्तान 32,000 को रमनले पुलाउ खायो ल नेक्स्ट एपिसोड